सम्पूर्णमा हार्दिक नमस्कार। यो चाहिँ हाम्रो महालक्ष्मी नगरपालिका 1 नम्बर 6 अवस्थित श्री लक्ष्मी देवकोटा प्राथमिक विद्यालय हो। यहाँ चाहिँ मैले क ख भनौँ म क खरा सिकेको ठाउँ, अक्षर मिलाएर शब्द बनाएर उच्चारण गर्न सिकेको ठाउँ। यहाँ हाम्रो स्कुलमा भनेको करिब हामी 4-5 मा पढ्दाखेरि 126 जना थियौँ। 4 मा 5 मा पढ्दा 126 जना थियौँ त्यो बेला। आजभोलि अलिकति अब बसाइसराईको कारणले गर्दा 40-50 जना विद्यार्थी हुनुहुन्छ। हाम्रै यस स्कुलमा क ख पढेर कतिपय अब डाक्टर हुनुभएको छ, इन्जिनियर हुनुभएको छ, सुब्बा हुनुभएको छ, खरदार हुनुभएको छ, वकिल हुनुभएको छ, हैन, अधिकृतसम्म हुनुभएको छ यहाँ यही स्कुलमा पढेर है। त्यस्तै कोही क्यानाडा, कोही अमेरिका, कोही जापान, कोरिया, यता साउदी, कतार, मलेसिया, हरेक भनौँ म विश्वका हरेक देशमा हुनुहुन्छ। तर हामीले हाम्रो स्कुलमा क ख पढ्न सिकेर पनि हामीले हाम्रो स्कुलको लागि चाहिँ के चाहिँ गरौँ त भन्दाखेरि भन्ने ठाउँ पनि छैन क्या अहिलेसम्म। के चाहिँ गरौँ त हामीले हाम्रो स्कुलमा पढेर हाम्रो स्कुलको लागि के गरौँ त भन्दाखेरि केही पनि छैन। हाम्रो स्कुल बनेको 2022 सालमा हो है। 22 सालदेखि यता हाम्रो प्रत्येक स्कुलमा एउटा सरस्वतीको मन्दिर हुन्छ। तर हाम्रो बासपानी स्कुलमा अहिलेसम्म वडा नगरसँग पहल गर्ने कुरा भयो। कति पहल गर्दा पनि यहाँ सरस्वतीको मन्दिर बनाउन सकिएको छैन हैन। एउटा विद्यालय भनेको एउटा के अरे मन्दिर पनि हो। र आउँदै गरेको माघ 9 गते सरस्वती पूजा छ। सरस्वती पूजाको दिन हामीले एउटा नयाँ सोच बनाएर हामी सल्लाह अनुसार हामीले एउटा काम गर्ने निर्णय पनि गरिसकेका छौँ भर्खरै हैन। हामी लगभग बासपानी हाम्रो लक्ष्मी देवकोटा प्राथमिक विद्यालय यो बासपानीको स्कुलमा करिब 1000 जनाभन्दा बढी त विद्यार्थी भनौँ 1000 जनाभन्दा बढीले त पढिसक्नु भएको होला है, मलाई त्यस्तो लाग्छ। किनभने हाम्रै पालामा 126 जना थियौँ भने हाम्रो दाजुहरूको पालामा, दिदीहरूको पालामा, बुबाहरूको, काकाहरूको पालामा कति हुनुहुन्थ्यो होला? 1000 जना नभनौँ, 500 जनाले मात्र हाम्रो स्कुलका लागि 100 रुपियाँ, धेरै नै होइन। हाम्रो 100 रुपियाँ त दैनिक जीवनमा जस्तो डिउ खाएर हरेक कुरा भनौँ म अनावश्यक खर्च भइरहेको छ। त्यो जुन 100 रुपियाँ छ त्यो 100 रुपियाँ हाम्रो स्कुलको लागि सहयोग गरिरहँदाखेरि जम्मा 500 जनाबाट गरिरहँदा 50,000 हुन्छ। 50,000ले एउटा मन्दिर बनाउन सकिन्छ। राम्रै बनाउन सक्यो भनेदेखि ठुलै बनाऊ, सकिँदैन एउटा तुलासाको मठ र एक भित्ताको मूर्ति राखौँ। यसका लागि अब हामी जो लक्ष्मी देवकोटा प्राथमिक विद्यालयमा पढेका छौँ सबैजनाले सहयोग गरिदिनका लागि हार्दिक अपिल गर्दछौँ। हाम्रो विद्यालय परिवार, हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई पनि रहर छ यहाँ हाम्रो स्कुलमा मन्दिर बनाउने है। अब हामी